राजनीतिक प्रतिशोध दिने गरी कुनै पनि कानुन बनाउन पाइँदैन। विगतमा घटेका घटनाको राजनीतिक प्रतिशोध लिने उद्देश्यले पनि यो रेकमेन्डेसन गरिएको छ भन्ने मेरो विश्लेषण भयो। न कार्की आयोगले न मानवाधिकार आयोगले त्यो छानबिन ल्याउँछ। कार्की आयोगले यो चाहिँ छुट्टै अनुसन्धान गर्नुपर्ने भन्यो। मानवाधिकार आयोगले के भन्यो भन्दाखेरिमा कानुनै छैन, कानुन बनाएर कारबाही गर भन्यो। वास्तविक रूपमा त्यो 23 र 24 घटनाका अपराधी को हुन् भन्ने कुरा आजसम्म पनि पत्ता लागेको छैन। एउटा के इन्ट्रेस्टिङ छ भन्दाखेरि अमेरिकामा सिभिल वार भयो। कहिले भयो सिभिल वार? 1861 देखि 65 सम्म सिभिल वार भयो। युनियनको विरुद्धमा स्टेटहरूले त्यो विद्रोह गरे अनि त्यो सिभिल वारको अन्त्य भयो। युनियनले फेडरल सरकारले त्यसलाई दबायो, जबरजस्त रूपमा दबायो, तर सहमति नै भयो। लास्टमा सहमति भइसकेपछि फेडरलले एउटा अमेरिकी फेडरल ल बन्यो। त्यो के फेडरल ल बन्यो भने सबै सार्वजनिक पदमा बहाल भएका पदाधिकारीहरू, सरकारी उसमा काम गर्ने पदाधिकारीदेखि लिएर, मैले इन्ट्रेस्टिङ यस कारण भने कि इभन कानुन व्यवसायीले पनि त्यो सिभिल वारको अन्त्य भएपछि एउटा कानुनको शपथ लिनुपर्ने व्यवस्था गरियो। ओथ आयो, डिक्लेरेसन अफ ओथ भन्ने ल नै बन्यो। त्यो डिक्लेरेसन अफ ओथमा के राखियो भाषा भनेदेखि विगतमा म सिभिल वारमा संलग्न थिइनँ र भविष्यमा पनि संलग्न हुने छैन भनेर त्यसको शपथ लिनुपर्ने र जसले त्यो शपथ दिँदैन त्यसले तोकिएको जिम्मेवारी पुरा गर्न नपाउने भनेर डिस्क्वालिफाई नै हुने गरिकन त्यो लोयलिटी कायम गर्नका लागि त्यो कानुन बनाइयो। त्यो कानुन बनाइसकेपछि अनि अमेरिकामा मुद्दा पर्यो। त्यो मुद्दा परिसकेपछि एकजना स्टेटको लयर हुनुहुन्थ्यो। त्यो लयर चाहिँ अनि सङ्घमा बहस गर्न जानुभयो अमेरिकामा। अमेरिकामा जहाँ त्यहाँको कोर्टले तिमीले यो ओथ लिएका छैनौ त्यसैले दिन्न भनेर रजिस्टरले वकालतमा दर्ता गर्न मानेन। नमानिसकेपछि त्यस पछाडि अनि त्यो विवादमा गयो। अनि विवादमा गइसकेपछि अन्तिममा सर्वोच्च अदालतले व्याख्या गर्यो र व्याख्या गरेर प्रष्ट रूपमा उसले त्यहाँ के भन्यो भनेदेखि यो विगतमा म अपराधमा संलग्न थिइनँ भन्ने कुरा र विगतमा घटिसकेको अपराधको सन्दर्भमा अब उसलाई लोयल बनाउने गरिकन जुन शपथको कानुन छ त्यो चाहिँ असंवैधानिक छ। अमेरिकी संविधानको अघि मैले भनेको आर्टिकल 1 को सेक्सन 9 को विरुद्धमा छ। यो रेट्रोस्पेक्टिभ इफेक्ट दिने गरिकन कानुन बनाएको हुनाले त्यो कानुनलाई नल एन्ड भोइड गरिदियो। नल एन्ड भोइड गरिदिसकेपछि त्यस पछाडि कसैले पनि शपथ दिनु परेन र त्यस पछाडि यो रेट्रोस्पेक्टिभ लको बारेमा अझ संसारभरि नै यो पाइँदैन भन्ने कुरा चाहिँ इस्टाब्लिस भएको हामी देख्दछौँ। अरू धेरैवटा केसहरू छन्, मैले यहाँ उल्लेख गर्न सकिनँ। र अब दोस्रो यही मुद्दामा प्रतिपादन भएको दोस्रो महत्त्वपूर्ण सिद्धान्त मैले एउटा भने विगतको अपराधको बारेमा नयाँ कानुन बनाएर शपथ लिनुपर्ने असंवैधानिक छ, त्यो रेट्रोस्पेक्टिभ लकै इफेक्ट हो भन्यो। र दोस्रो र महत्त्वपूर्ण यसमा भएको अर्को फैसला के छ, यसका दुईटा छन् फैसलाको आधार भने विगतमा भएको राजनीतिक घटनाका आधारमा भविष्यमा बन्ने कानुनले राजनीतिक प्रतिशोध दिने गरिकन कानुन बनाउन पाइँदैन पनि भन्यो। राजनीतिक प्रतिशोध दिने गरी कुनै पनि कानुन बनाउन पाइँदैन भन्यो। यसले अब मैले ठ्याक्कै नेपालको सन्दर्भमा तपाईहरुलाई जोडेँ। जुन मानवाधिकार आयोगको प्रतिवेदन सार्वजनिक भयो, यसलाई दुईटै तरिकाले हेरौँ। आयोग आफैले तत्काल प्रचलित कानुनमा सजाय हुने व्यवस्था देखिएन, मैले अघि पढेर सुनाइहालेँ, उसको रेकमेन्डेसनमा नै त्यही छ। अनि तर फलाना फलाना प्रधानमन्त्री र दुईटा मन्त्रीहरूले चाहिँ यस्तो देखेको हुनाले भविष्यमा यस्तो कानुन बनाएर दण्डित गर्नु भनेपछि यो विगतमा घटेका घटनाको राजनीतिक प्रतिशोध लिने उद्देश्यले पनि यो रेकमेन्डेसन गरिएको छ भन्ने मेरो विश्लेषण भयो। जुन कुरा अघि मैले भनेको अमेरिकी अदालतले बनाएको प्रिन्सिपलको अगेन्स्टमा छ, आइसिसिपिआर र तपाईको युडिएचआर को र हाम्रो संविधानको धारा 20(4) को पनि अगेन्स्टमा छ। अब यो पश्चादर्शी कानुनका तीनवटा चाहिँ अपवाद छन्, त्यो पाइँदै नपाइने होइन। इन्टरनेसनल ह्युमेनिटेरियन लले स्वीकार गरेको कुरा के हो भने जेनोसाइडमा पश्चादर्शी कानुन हुन सक्छ, वार क्राइममा पश्चादर्शी कानुन हुन सक्छ, अनि क्राइम एगेन्स्ट ह्युम्यानिटीमा चाहिँ पश्चादर्शी कानुन हुन सक्छ
भन्ने कुरालाई अपवादको रूपमा पश्चादर्शी कानुनको अपवादको रूपमा यो तीनवटा कुरालाई चाहिँ स्वीकार गरिएको छ। अन्तर्राष्ट्रिय मानवीय कानुनको सन्दर्भमा स्वीकार गरिएको छ र यिनको सन्दर्भमा चाहिँ आइसिसीमा पनि जान सकिन्छ भनिएको छ। तर राष्ट्रिय स्तरका संयन्त्रहरूबाट उपचार असम्म भएमा वा त्यसको उपचारको प्रक्रिया थालनी गर्न त्यो सरकार अनिच्छुक भएमा दुईटा अवस्थामा चाहिँ इन्टरनेसनल क्रिमिनल कोर्टमा पनि यो मुद्दा लाग्न सक्छ भनेर इन्टरनेसनल ह्युमेनिटेरियन ल जेनेभा कन्भेन्सनमा त्यो कुरालाई स्वीकार गरिएको छ। त्योदेखि बाहेकको अवस्थामा चाहिँ रेट्रोस्पेक्टिभ इफेक्ट दिने गरिकन कानुन बनाउन पाइँदैन। यो गत भदौ 23 र 24 घटना एकदम दुःखदै हो। फेरि म त्यसलाई एकदमै राम्रो हो, त्यो केही पनि भएको छैन, शासकहरूले गल्ती नै गरेका छैनन्, त्यो सबै पानीमाथिको ओबान हुन्, यो सबै विदेशी षड्यन्त्र हो भन्ने यस्तो फुलबुट्टा भर्न म पटक्कै जान्दिनँ। मेरो आत्माले पनि मान्दैन। आफ्नो तपाईँहरूको दृष्टिकोण हो। त्यहाँ शासकहरूले अधिक बल प्रयोग गरेकै छन्। कसको कारणले के कारणले भन्ने कुरा छानबिनको विषय हो। न कार्की आयोगले न मानवाधिकार आयोगले त्यो छानबिन ल्याउँछ। कार्की आयोगले यो चाहिँ छुट्टै अनुसन्धान गर्नुपर्ने भन्यो। मानवाधिकार आयोगले के भन्यो भन्दाखेरिमा कानुनै छैन, कानुन बनाएर कारबाही गर भन्यो। वास्तविक रूपमा त्यो 23 र 24 घटनाका अपराधी को हुन् भन्ने कुरा आजसम्म पनि पत्ता लागेको छैन। र हामी सबैले प्रश्न गरौँ। अहिले सरकार बनेको छ, करिब 2/3 सरकार छ। हाम्रो नागरिकको संरक्षकको सरकार भनेको अहिलेको यो सरकारले नेपाली जनतालाई जवाब दिनुपर्छ। 23 र 24 को विध्वंस, आगजनी र हत्याको जिम्मेवार को हामी सरकारलाई प्रश्न गर्छौँ। सरकारले यसको जवाब दिनुपर्छ र अब सरकार यसको जवाब दिई भन्नुपर्छ। यी कुनै पनि आयोगहरू यो टुङ्गोमा पुगेका छैनन्। त्यो भएको कारणले गर्दाखेरि मैले के भने, अब अन्तिममा मेरो निष्कर्षमा भने यो अघि मैले भने सबै अन्तर्राष्ट्रिय मानवीय कानुन हामीले पक्ष राष्ट्र भएका सबै दस्तावेजहरूको पनि विरुद्धमा छ। यस्तो गरेर कानुन बनाउन पाइँदैन। र मलाई अचम्म लागेको विषय मैले यहाँ लेखेको पनि छु। हामीले मानवाधिकार आयोग बनाउँदा आदरणीय रायश्यामजी यहाँ हुनुहुन्छ, बिडारीजी यहाँ हुनुहुन्छ, हामी पनि त्यसका फड्के किनाराका साथी छौँ। मानवाधिकार आयोग ऐन बनाउँदा र वा यो संविधानमा यो प्रावधान राख्दाखेरि यो त धेरै ठुलो कुरा हो। मानवाधिकार आयोगको रिकमेन्डेसन मान्नुपर्छ, मानवाधिकारप्रति राज्य संवेदनशील हुनुपर्छ। त्यसै भएको कारणले गर्दा त्यहाँ सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुने योग्यता पुगेको मान्छे मात्रै रहनुपर्छ भन्ने विगतमा थियो। अहिले प्रधान न्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भन्ने राखियो। मलाई अचम्म लागेको विषय चाहिँ के हो भने, त्यति काबिल न्यायाधीश, त्यति निष्कलङ्क न्यायाधीश तपबहादुर मगर्जी अहिले आयोगको अध्यक्ष हुनुहुन्छ। त्यति बुझेको हामी सबैले सम्मान गर्ने पात्र हो। यस्तो धेरै जुरिस्प्रुडेन्समा यो चाहिँ अनि अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरूले इन्कार गरेको, स्वयं हाम्रो संविधानले चाहिँ निषेध गरेको विषयमा कानुन बनाएर पनि कारबाही गर भन्ने कुरा लेख्न उहाँलाई बाध्य बनाउने र प्रेरित गर्ने तत्त्व के हो भन्ने चाहिँ बडा रहस्यमय छ। उहाँले नजानेर नबुझेर मानवाधिकार आयोगले यो नपढेर यो रिकमेन्डेसन गरेका छैन। यो सबै कुरा उहाँहरूलाई थाहा छ। यो थाहा हुँदाहुँदै पनि यस्तो असंवैधानिक, सुन्दा पनि लाज लाग्ने र कतिपय फरेन लयरहरूले त्यो रिपोर्ट आउने बित्तिकै हामीसँग करेस्पोन्डेन्स गर्दा तिमीहरूको देशमा यस्तो पनि हुन्छ, मानवाधिकार आयोगले यस्तो पनि सिफारिस गर्छ भनेर हामीसँग अचम्म मान्छ। इन्टरनेसनल कम्युनिटीका मान्छेहरू यहाँ आउँदाखेरि अचम्म मान्छ। त्यस्तो आयोगले यस्तो सिफारिस गर्दा हामी सबैको शिर झुकेको छ। र अब मैले यहाँ अघि एउटा बिलको प्रसङ्ग जोड्छु भनेको थिएँ नि, बिल अफ एटेन्डर। पार्लियामेन्ट सबै सार्वजनिक सत्ताको प्रयोग गर्ने अधिकार हो, पार्लियामेन्टमा छ। पार्लियामेन्टमा अहिले बिल अफ एटेन्डर पास हुन थालेका छन्। आफै कानुन बनाउने, दण्ड जरिमाना पनि आफै गर्ने र अरू कानुनलाई निस्तेज पार्ने। जस्तो सम्पत्ति शुद्धिकरण ऐनको दफा 27 निष्क्रिय हुने गरिकन प्रतिनिधि सभा नियमावली पास भएर भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण मुद्दा लागेका व्यक्तिहरू, खरदार सुब्बा वा अरू राष्ट्रवेद सेवकलाई मुद्दा लाग्यो भने चाहिँ उनीहरू निलम्बनमा पर्ने, सांसदलाई चाहिँ मुद्दा लाग्यो भने उनीहरू निलम्बनमा नपर्ने नियमावली त पास भयो त। त्यो बिल अफ एटेन्डरकै नयाँ स्वरूप हो। त्यसै गरी संविधान संशोधनको सन्दर्भमा संविधानले प्रष्ट रूपमा संविधान संशोधन गर्नका लागि इच हाउसको 2/3 मेजोरिटी चाहिन्छ भन्छ। राष्ट्रिय सभाको पनि प्रतिनिधि सभाको पनि। यो नियमावलीमा अब प्रतिनिधि सभाले मात्रै पनि संविधान संशोधन गर्न पाइने नियमावली पास भयो। यो पनि बिल अफ एटेन्डरको अर्को स्वरूप हो। चिन्ताको विषय पार्लियामेन्टले यसो गरिरहेको छ, सरकारले यसो गरिरहेको छ, यो आफैमा चिन्ताको विषय हो। त्योभन्दा बढी चिन्ताको विषय चाहिँ
हाम्रो जुडिसियरीले के गर्छ र हामी के गर्छौँ। इन्डिपेन्डेन्स अफ जुडिसियरले आफ्नो धर्म निर्वाह गर्न सक्छ कि सक्दैन, त्यो निर्वाह गर्न सक्ने सक्षमता प्रदान गर्नका लागि बार र हामी कानुन व्यवस्थाहरू सक्षम छौँ कि छैनौँ। यस्तो असंवैधानिक लोकतन्त्र विरोधी कानुनहरू निर्माण हुँदाखेरि हामी फड्के किनाराका साक्षी भएर हेर्न विवश छौँ, बाध्य छौँ। संविधान मिचिएको छ, रुल अफ ल मिचिएको छ, सरकार तानाशाही ढङ्गले अगाडि बढिरहेको छ। तैँचुप र मैचुप भएर हामी मस्त यो हेरेर बस्नु परेको जुन विडम्बनायुक्त अवस्था छ, यसलाई हामीले चिर्नुपर्छ। यो कालोकोटको इज्जत र मर्यादाको लागि पनि संविधान र कानुनको शासनको पक्षमा निरन्तर क्रियाशील रहिरहनुपर्छ। आजको यो गोष्ठीले हामी सबैलाई त्यतातर्फ उन्मुख पनि गराओस्। यति भन्दै बिदा चाहन्छु। धन्यवाद, नमस्कार।